यो भनिराख्छ नि प्रभुजी हजुरले चाहिँ विवाह किन गर्नु भएन त? हामीलाई चाहिँ आँटै आयो गृहस्थ आश्रम वास्तवमा यो मैले सधैँ भन्ने गर्छु, गृहस्थ आश्रम परमार्थका लागि पनि सबैभन्दा सहज सरल र योग्य आश्रम हो। तर त्यसका परिधि, त्यसका मर्यादा र त्यसका नियमहरू छन् जुन सबैले परिपालन गर्न सक्छन् भन्ने छैन। हाम्रा परम गुरुदेव श्रील भक्ति सिद्धान्त सरस्वती ठाकुर गोस्वामी महाराजले एकपटक के भन्नुभएको थियो भने, उहाँलाई कसैले सोधेका थिए हजुर जस्तो योग्य व्यक्तिले विवाह गरेर योग्य सन्तान उत्पन्न गरे पो समाजमा शान्ति हुन्छ, योग्य व्यक्ति जति सबै बिहे नगरेर हिँड्ने जोही भएर हिँड्ने भन्दाखेरि उहाँले जुन वचन भन्नुभएको थियो त्यो मेरो जीवनमा पनि चरितार्थ हुन्छ। उहाँले के भन्नुहुन्थ्यो भने, यदि मैले विवाह गरेर मेरा सन्तानहरू सबै योग्य वैष्णव हुन्छन् र जगतलाई तार्न सक्ने हुन्छन् भनेर कसैले ग्यारेन्टी दिन्छ भने म 100 विवाह गरेर 1000 सन्तान उत्पन्न गर्न तयार छु भन्नुहुन्थ्यो। अब त्यसको ग्यारेन्टी चाहिँ हुनु पर्यो। त्यसकारण त्यसको ग्यारेन्टी कसैले लिँदैनन् कि त्यही भएर अब र अर्को कुरा के हो भने मेरो जीवनको लक्ष्य अलग छ। म गुरुकुली हाम्रो वैदिक शिक्षा प्रणाली जुन छ त्यसलाई औपचारिक बनाउन चाहन्छु। हाम्रा चाहिँ विश्वविद्यालयहरू हुनुपर्छ, वैदिक मर्यादामा रहेर वैदिक सिद्धान्त पढाउने वैदिक अध्ययन केन्द्रहरू, अनुसन्धान केन्द्रहरू हुनुपर्छ भन्ने म लक्ष्य लिएको छु। त्यसका लागि म एक्लै रहीँ भने